अगाडि बस्छ यहाँलाई सबभन्दा पहिला नि तिमीहरूलाई होइन को कुन कति इयरको कुन चाहिँ इयरको म 10 को पनि भन्दा लगाउँदै पऱ्यो है सातको कुकुर रहेछ हौ है कति हाल्नु सातको खाली उठाउँछ दुईजना यिनीहरू हुँदा होस् न अन्त अहिले होइन हौ पुरै त कलकत्ता पनि भइरहेको छ त्यसको डाउट छ है होइन 7 को कहिलेदेखि चाहिँ खेलाउँछ यहाँ 7 कहाँ हुन्छ हौ 7 त हुँदै हुँदैन 8 देखि भन्यो 17 भनेर प्र्याक्टिस त गर्छ नि त यिनीहरूले प्र्याक्टिस त गर्नु पर्यो नि केही छैन नि के हो त 17 नै खेल्नुपर्छ भने छैन नि तिमीहरू राम्रो खेलेन हाम्रो क्लब होइन हाम्रो क्लबको लागि हो नि त कुन पोजिसन खेल्छ अब गोलकिपर को यता आउँदा गोलकिपर दुईजना है अन्त उयो डिफेन्समा को छ डिफेन्स एकपट्टि स्टपर हो दुईजनै अरू कोही छैन डिफेन्स कोही छैन मिडफिल्ड चाहिँ अगाडि पाँचजना मिडफिल्ड हेलो स्ट्राइकर हो स्ट्राइकर सबै स्ट्राइकर हो तिमी के खेल्छौ तिमी लेफ्टी हो साइड ब्याक पनि यसपालि म हालौँ भनेको म अब साइड डिफेन्स पनि हुन्छ चन्द दुईटै पाउँछ दुईटै चाहिन्छ यस्तो हो भाइहरू एउटा म तिमीलाई उयो भन्छु सेलेक्सनमा जान्छु जब तिमीहरू है म पार्टिकुलर यो पोजिसनमा खेल्छु त्यो पोजिसनमा खेल्छु होइन हेर जुन चाहिँ उयो तिमीलाई नि तिमीहरूको अहिले पोजिसन उयो गर न तिमीहरूको पोजिसन कोचले फिट गर्छ तिमीहरू कुन चाहिँमा चाहिँ तिमीहरू त्यो फिट हुन्छ होइन तर फुटबल भने टोटल फुटबल खेल्नु पऱ्यो नि होइन अब स्ट्राइकर भनेर स्ट्राइकर मात्रै भने कहाँ कोही बेला आउनु पऱ्यो स्टपर होइन त्यस्तो हुनु पऱ्यो नि त सबै पोजिसनमा खेल्नु सिकेको हुनु पऱ्यो नि त सबभन्दा ठुलो चाहिँ तिमीलाई नलेज छ भने चाहिँ सबै पोजिसनमै खेल्नु सक्छ है त्यो पार्टिकुलर स्ट्राइकर मात्रै भएर हुँदैन ल लेफ्ट विङले लेफ्ट डिफेन्स पनि खेल्नु सक्नु पऱ्यो राइट विङले राइट डिफेन्स पनि खेल्नु सक्नु पऱ्यो विङ्गर पनि खेल्नु सक्नु पऱ्यो तलदेखि माथिसम्म खेल्नुपर्छ स्टपर पनि खेल्नु सक्नु पऱ्यो होइन त्यस्तो हो नि त ल त्यसो भए यिनीहरूलाई एकछिन खेलाउँ है एकछिन खेलाउँ गोलकिपर जाऊ त दुईजना एकजना यता छौ अब ऊ एकजना त स्टपर भयो उसलाई तिमी स्टपर खेल्न सक्छौ अहिलेको लागि अहिले चाहिँ गरौँ न भाइ कतिजना 8जना 16जना रहेछ कि 9-9जनाको खेलाइदिउँ उदय भाइ पनि मिडफिल्डर है भाइ दुईजना एक जग्गा केटापट्टि छुटिहाल्छ त यता 4 भयो त्यहाँ 4 भयो तिमी यता है यही बनाइदिउँ त्यतिको बनाइदिउँ न अब यता एकजना आउनु त्यो पोस्टलाई सार्दा हुँदैन भाइ तिमी यता इसान पनि हेर्छ हो यतापट्टि हाम्रो ब्रदर पनि यता ए त्यो भाइ प्रवीण यता होइन यता अहिले प्रवीण त